हामी बाल्यकालमा चाहिँ गाउँघरमा प्रत्येक घरमा सुस्तानी पर्थ्यो, अर्थात् प्रत्येक घरमा नभए पनि घरसम्म मिलाएर अनि 4-5 घर एक ठाउँ पर्ने गर्थ्यो। अनि त्यसो हुँदाखेरि सानैदेखि यो साली नदीको चर्चा त्यो कथामा सुनिन्थ्यो। साली नदी नेपालमै छ भन्ने, त्यसमा पनि काठमाडौँमा छ भन्ने सुनिन्थ्यो। अनि काठमाडौँ आएको पनि 8-10 वर्ष भइसकेको थियो। एक दिन आउने रहर थियो, कस्तो रहेछ भन्ने। आज आएको छु, खुसी लागेको छ। यो स्वस्थानी व्रत बस्नेहरूको लागि त यो महिना एकदमै महत्त्वपूर्ण भयो। तथापि पनि 12 महिना यो साली नदीमा चाहिँ आउने भक्तजनहरूको घुइँचो हुने गर्दछ र यहाँ आएर चाहिँ एउटा मनोकामना पुरा हुने तपाईँले यहाँ देखि पनि रहनु भएको छ। यहाँ आएर चाहिँ यहाँ नुहाइ धुवाइ गर्यो भने, अर्थात् यो साली नदीमा डुबुल्की मार्यो भने मनोकामना पुरा हुने भन्ने एउटा विश्वास पनि छ। यसर्थ अहिलेको यो समय पुसदेखि माघ महिनाको यो बिचको 1 महिनाको समय चाहिँ यहाँ निकै महत्त्वका साथ मान्छेहरू बाक्लो गरी उपस्थित हुने गर्दछ। यो पुसदेखि माघको बिचमा पर्ने 1 महिना बिचमा जो श्री स्वस्थानी व्रत कथाका लागि 1 महिनाभरि व्रत बसिन्छ। यो स्वस्थानी व्रत कथामा चाहिँ खास गरी यो जुन कथा छ त्यो कथामा यो साली नदीको वर्णन छ। ऐतिहासिक तथा सांस्कृतिक धार्मिक महत्त्व राख्ने यस्ता धेरै स्थलहरू छन् जसको संरक्षण सम्वर्धन र यसलाई अझ उत्कृष्ट रूपमा आवत जावतका निमित्त सहज बनाइयो भने धार्मिक पर्यटन पनि नेपालको लागि एउटा सबैभन्दा महत्त्वपूर्ण गन्तव्य पनि हो। यसबाट एउटा देशको समृद्धि, देशको चाहिँ आर्थिक रूपमा प्रगति र एउटा धार्मिक पर्यटन हब बनाउने मुलुक पनि हो नेपाल। यो त्यसै मध्येको निकै महत्त्व राख्ने साली नदी पनि हो।